हेलो गाइस, म आज पाल्पा जान थालेछु। बाटोमा केही खाइरहेको थिएँ। हो र के खायौ? चकलेट। हो र हेर पछाडि त्यहाँ हेर नानीले हेरिराख्नु भएको छ ओ बुवाले चिया खाँदै हुनुहुन्छ। हामी कहाँ छौँ? खान्नौ? एक घन्टामा हामी पाल्पा पुग्छौँ। हामी मजा गर्दै गर्दै पुगिसक्यौँ। ये चिसो चिसो आउँछौँ। वाउ वाउ, पहाडहरू कस्तो राम्रो देखेछ। अब हामी हिँडौँ भैरव मन्दिरतिर। हो यही त्यही अगाडि छ, मलाई थाहा छ। मामु आउनु, हिँड्नु जाम। आउनु 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 बेबी हामी सबै सिडी चढ्दैछौँ साथीहरू। यो भैरव मन्दिरको गेट हो, यहीबाट हामीलाई छिर्नु पर्छ। छिर्नुभन्दा पहिला हामीलाई त्यहाँ नाम टिपाउनु पर्छ। कतिजना छन् हेर्नु साथीहरू, म त घन्टी बजाउँदै गएँ मन्दिरमा। कति राम्रो ऐना पनि लाग्छ हेर्नु त। ल हामी पुगिसक्यौँ। अब हाम्रो पालो आउँदैछ। पालो कुद्दै बसेछौँ। पालोसँगै भित्र जान पाइन्छ। माम त पुगिसक्नु भयो। अब मेरो मामले पूजा गर्न लाग्नु भएको छ। पूजा गर्दै हुनुहुन्छ हेर्नु। अब सलाई बाल्नु भयो। सलाई बाल्दै हुनुहुन्छ। बुवाले नरियल फोल्दै हुनुहुन्छ। ओहो, अब नरियल पनि खान पाइन्छ। ठुलो घन्टी पनि बजाए। बुवाले बजाउनु भयो। अब हामी माथिको भिउ हेर्नु कस्तो राम्रो छ। अब हामी फोटो खिच्छौँ। घरमा हिँड्न लागिरहेको छ। मलाई त हिँड्न लाग्नु भएको छ मामु। बस बस बस, उता कहाँ हिँड्यो? बल्ल म बस्नुलाई। बाई गाइस। बाई बाई, फेरि भेटौँला।